ल अहिले चाहिँ हामी इलाहाबादमा छौँ है। इलाहाबादको चाहिँ यस्तो रहेछ इलाहाबाद भन्ने ठाउँमा चाहिँ महाकुम्भ मेला हुने ठाउँ चाहिँ हो अरे। सङ्गम सङ्गम हामी चाहिँ यहाँबाट फाइनली हिँडिसकेका छौँ। यहाँ अङ्कलहरू हुनुहुन्छ, दाइ चाहिँ ढुङ्गा चलाउँदै हुनुहुन्छ, बोट राइडर हुनुहुन्छ कति हरिमोठे नि हर हर महादेव जय। करा देगा अच्छा करिए वहाँ कोई मिलता है हमने ले रहा है। जो ब्राह्मण है ना वो देता। आपकी इच्छा है लेने का ले लो, नहीं इच्छा है कोई बात नहीं, ठीक है। लेके आए हैं ना, हम लोग तो नेपाल से भी लेकर आएगा। हामी चाहिँ अहिले वृन्दावनमा छौँ अनि हामी वृन्दावनबाट कहाँ जाँदैछौँ अहिले? गोवर्धन जाँदैछौँ है त। गोवर्धन जाँदैछौँ अनि गोकुल रमणरेती बर्मान्डा घाट साथसाथै त्यहाँ भएका अरू धेरै मठ मन्दिरलाई अवलोकनको लागि अब निस्किँदैछौँ। त्यसपछि फेरि बेलुका घुमिसकेर अवलोकन भइसकेपछि हामी फर्केर यही ठाउँमा आएर बास बस्छौँ अनि बिहान सबेरै हामी यहाँबाट हरिद्वारको यात्रा गर्नेछौँ। हरिद्वार पछि अब हाम्रो यात्रा उत्तराखण्डको चारधाम, त्यसपछि ऋषिकेश हुँदै हाम्रो माथि जानेछौँ है त। ल अहिले चाहिँ हामी मन्दिर पुगेर देखाउनेवाला छौँ। हामी चाहिँ मन्दिर एरिया आइसकेको छौँ। यहाँबाट 1 किलोमिटरहरू छ। त्यही भएर यहाँबाट चाहिँ गाडी चढेर जानुपर्ने हुन्छ। त्यहाँ अटो चढेर अनि अटोहरू अब हामीले यहाँ ल्याएर आएर सब मिलाइदिनु पर्ने हुन्छ। अटोहरू चाहिँ मिल्दैछ र अरू भिडियोहरू पुरै उता मन्दिर पुगेपछि देखाउँछ। साथीहरू हेर्दै गर्नु होला है त। 10 रुपियाँको मन्दिर आउनु जानु हो। र गोवर्धन मन्दिर चाहिँ यस्तो रहेको छ साथीहरू। अब भित्रतिर देखाउँछौँ। एक बुढाबुढी बस्न आँट्दै हामी चाहिँ गोवर्धनभित्र छिरिसकेका छौँ। यस्तो रहेछ, हेर्नु होला। स्पेसल खासै केही छैन, हेर्नु होला। यो मान्छेहरू टन्न छन्, कति हो मान्छेहरूलाई भिड लागेको छ पुरै। गोवर्धन श्री श्री कमलेश्वर महादेव की जय। त्यस्तो छ साथीहरू। र अब हामी भित्र छिरेपछि देखाउनेवाला छौँ साथीहरू।
स्पेसल यहाँको चाहिँ यो रहेछ है गोवर्धनको स्पेसल मन्दिर चाहिँ यहाँ आएर पूजा गर्दै हुनुहुन्छ मधेसी सँगसँगै पूजा गर्नुहुन्छ साथीहरू रहेको छ अनि दुईपट्टि चाहिँ यो शिवको मन्दिर आएको रहेछ यही नै हो र अनि यहाँ देख्न सक्नुहुन्छ यस्तो मन्दिरहरू रहेछ यहाँ राम दरबार यो चाहिँ गङ्गा खोला है गङ्गा नदी जल हो मेट्रो हेर्नुहोस् मेट्रो यो माथि नोएडा मेट्रो असम्भवै छ जस्तो लाग्छ मलाई यो जुनीमा यस्तो बाटो देख्न पाउँदैन जस्तो लाग्छ है माथि मेट्रो फेरि माथिबाट गाडी यहाँ हो 3 स्टेप बनाएको छ अनि कहाँ यस्तो बनाउन सक्छ नेपालले फाइनली अहिले चाहिँ हामी हरिद्वारको यो मन्डी बजारमा छौँ अब यहाँनिर चाहिँ अब बजारहरू चाहिँ यस्तो छ यो सुक्खा लागेको छ किनकि 12 महिनामा एकचोटि मात्रै यो केदारनाथहरू यो खुल्ने भएकोले अब खुल्न सुरु हुँदैछ त्यसैले अब चाहिँ मान्छेहरू धमाधमा आउँछन् यहाँ आजभोलि चाहिँ सुक्खा छ सुक्खा बजार यस्तो सुक्खा भइरहेछ गाइज हामी चाहिँ यमुनोत्री आइसकेका छौँ है यमुनोत्रीको बस राखेको छ अब हामी चाहिँ माथि गएर अब सर्लकको पारामा अब चाहिँ माथि हिँड्नेवाला छौँ यहाँबाट 7 किलोमिटर हिँड्नु पनि हुन्छ साथीहरू ल है सर्लकको पारामा चाहिँ अब हामी डाँडाकाँडा चढ्दैछौँ सबजना हेर्नुलाई डाँडाकाँडा यस्तो डेन्जर छ कि अब हामी चाहिँ हिमाल माथिबाट यतापट्टि जाँदैछौँ हामी हिमालबाट चाहिँ साथीहरू ल माथि पुगेर देखाउनेवाला छु ल यति भन्दै हामी हिँड्दैछौँ यहाँबाट भिड त कति हो नि यहाँ अब एकदमै अब यमुनोत्रीको मुहान पुग्दैछौँ हामी यहाँ चाहिँ यस्तो छ सिस्टम हिँड्न सक्नेहरू हिँडेर जानुहुन्छ अनि हिँड्न नसक्नेहरू चाहिँ यसरी घोडा चढेर जानुपर्ने अवस्था छ है यस्तो प्याक छ अब चाहिँ हामी माथि हिमाल चढ्दैछौँ हिमाल चाहिँ धेरै माथि साथीहरू यता माथि पुग्नुपर्ने हुन्छ हाम्रो 7 किलोमिटर चाहिँ हामी जाँदैछौँ है त सर्लक गतिविधिहरू हामी देखाउँदै अगाडि बढ्दैछौँ साथीहरू म चाहिँ नेपाली झन्डा फरर पार्दै अब यमुनोत्रीको माथि डाँडामा जाँदैछु पछाडि सन्तोष पनि हिँड्दैछ त्यो सक्नुहुन्छ यहाँ पर्यटनहरूको भिड सबजना माथि चढ्दै हुनुहुन्छ माथि पुग्नुपर्ने हुन्छ र अनि हामी पनि चढ्दैछौँ यस्तै हो नै अनि यस्तै हो अब चढ्दैछौँ माथि पुगेर देखाउने छु तपाईँहरूलाई सबजना हेरिदिनु होला यस्तो छ यमुनोत्री नदी बग्दैछ अब यसको चाहिँ हामी मुहानमा पुग्दैछौँ साथीहरू ल है सबजना हेरिदिनु होला अनि यहाँ घोडाहरू देख्न सक्नुहुन्छ हिँड्न नसक्ने मान्छेहरूलाई घोडाको व्यवस्था छ हरेक चिज छ साथीहरू यहाँ है यस्तै छ र हामी पनि हिँड्दैछौँ जाम छ अलिअलि हिँड्दैछौँ र हामी माथि आइसकेका छौँ हामी लगभग 1-1.5 किलोमिटर चाहिँ हिँडिसक्यो होला हामी हिँड्दैछौँ माथि टपमा पुगेर देखाउँछ साथीहरू र मैले चाहिँ झन्डा पुगेर हिँडिरहेको छु साथीहरू नेपालको सानो हुनु पऱ्यो अलिअलि फाइनली हामी चाहिँ माथि पुगेका छौँ अब यहाँबाट लगभग 1.5 देखि 2 किलोमिटर बाँकी छ होला र यहाँ मान्छेहरू हिँड्दै हुनुहुन्छ मान्छेहरू भिड छ तर खासै भिड छैन भर्खर सुरु हुँदैछ अब चाहिँ
भिड हुन्छ झन् भोलि पर्सिबाट भिड हुनेवाला छ यहाँनिर। अनि हाम्रो सन्तोष छ यहाँ, अनि हुनुहुन्छ यता किशोर गुरु, जहिले पाल्टी थियो हाम्रो हो। अनि गोर्खालीको चाहिँ अलिकति अब हुनुपर्ने जय हिन्दुस्तान देवभूमि उत्तराखण्ड यमुना माई की जय हो। जी हाँ, फाइनली साथीहरू हामी चाहिँ आइसकेका छौँ यमुनोत्री। यमुना गङ्गाको चाहिँ यो मूल हो। अब त्यहाँ यो स्पेसल ठाउँ। अब हामी पारी जानेछौँ, पारी गएर अर्को सम्पूर्ण हजुरहरूलाई देखाउनेवाला छौँ है साथीहरू। यस्तो यस्तो खालको छ, माथि हिमाल यहीँ नजिकै छ, हिमाल पनि छ है, माथि हिमाल यहाँ छ। अनि हिमालबाट सलक्क यस्तो तरिकाले यमुना नदी चाहिँ यहाँ छ, यमुनोत्री चाहिँ यहाँ छ है साथीहरू। यस्तो खालको छ, मैले जुम गरेँ अलिकति, यस्तो गर्दाखेरि कस्तो देख्छ यस्तो खालको छ। यो चाहिँ देवभूमि उत्तराखण्ड यमुना माइकी है त। र साथीहरू हामी चाहिँ फाइनली आइपुगिसकेका छौँ यहाँ। अनि यहाँको चाहिँ अब अवस्था अहिले स्थिति यस्तो हुँदैछ, हेर्न सक्नुहुन्छ है साथीहरू। मेराउडीको स्पेसल मन्दिरहरू रहेछ है। यो मेरो यहाँ अगाडिबाटको क्यामेरा खासै राम्रो छैन, म पछाडिबाट देखाउँछु साथीहरू है त। र हामी अब दर्शन गरेर एकछिनमा फर्किनेवाला छौँ। दुई शब्द केही जाओस् त यो विषयमा, केही दुई शब्द जाओस् त यो बारेमा। यसबारे अहिले चाहिँ हामी उत्तराखण्डको यो पहिलो धाम यमुनोत्री धाममा छौँ। अब एकदम आनन्द, मन प्रसन्न भइरहेछ यसमा। त्यही भएर यहाँ भगवान्को घरमा आएर थोरै केही छिनको लागि पछि एकछिन आराम गर्दैछु। थोरै बेर आराम गरेर अब भगवान्को घर प्रस्थान गरेर दर्शन गरेर चाहिँ हामी स्नान दर्शन गरिसकेपछि फेरि वापस हाम्रो अर्को गङ्गोत्री धामतिर हाम्रो प्रस्थान यात्राको प्रस्थान हुनेछ। अहिले चाहिँ हामी यमुनोत्री धाममा छौँ। 4 धाममा पहिलो धाम दर्शन हुँदैछ हाम्रो। र हामी अब यहाँबाट चाहिँ दर्शन गरेर फर्किनेवाला छौँ। र फर्केपछि अब नेक्स्ट हाम्रो कहाँ हुन्छ त्यहाँ पुगेपछि हजुरहरूलाई देखाउनेवाला छु। साथीहरू हेर्दै गर्नु होला। धन्यवाद एभ्रिवान। देख्न सक्नुहुन्छ साथीहरू है, पहाड अनि ठ्याक्कै यो हिमालको बिचमा चाहिँ रहेको रहेछ है यो चाहिँ। अनि मेन मन्दिर चाहिँ यो रहेछ। और अगर तुम लोगों को ये वीडियो पसंद आई तो यार लाइक मार दो, और नहीं आई तब भी लाइक मार दो, क्योंकि फर्क नहीं पड़ता। सही बता रहा हूँ, फर्क नहीं पड़ता, बस लाइक मार दो। और अगर तुम लोग नए हो तो सब्सक्राइब करो, वो जो लाल वाला बटन है उस पर कुछ भी फेंक के मारो, ये माइक फेंक के मारो, ये कैमरा फेंक के मारो। मैंने उल्टा बोल दिया लेकिन